पल्लो गाउँमा त उठिबासै लाग्छ कि क्या हो। जंगलमा लागेको डढेलो बस्ती छेउमै आइसकेछ। त्यही त भन्या, सुक्खा मौसम सुरु भएपछि जहिल्यै पनि डढेलोले हैरान बनाउँछ। के गर्नु, हामी हरेकले सावधानी र सतर्कता अपनाउने नि। के कस्ता सतर्कता र सावधानी अपनाउने त्यो पनि भन्नुस् न। सकेसम्म खेतबारीको सरसफाई गर्न आगो नलगाउने। यदि लगाउने हो भने पनि हावा नचलेको समयमा सावधानीपूर्वक लगाउने। चुरोट बिडीका ठुट्टा निभाएर फाल्ने तथा वनमा गोल पोल्ने जस्ता कार्य नगर्ने। स्थानीय तहहरूले सम्भावित वन डढेलोको जोखिम रहेको क्षेत्रहरूमा गोठालोदेखि स्थानीय समुदायहरूलाई डढेलोबाट निम्तिने हानिबारे सचेत बनाउँदै वन डढेलो प्रतिकार योजना बनाउने। यति गर्न सकियो भने त वन डढेलो न्यूनीकरण गर्न सकिहालिन्छ नि।